सो आज चाहिँ हामीहरू सबैजना मिलेर चाहिँ खोला जाँदैछौँ। एकदमै धेरै महिनाको बाद चाहिँ हामीहरू खोला गएको र त्यति खोला चाहिँ आउँदैन यहाँनिर, रेनी सिजनमा मात्रै खोला आउँछ। त्यही भएर चाहिँ हामीहरू गएको। आज चाहिँ एकदमै धेरै घाम लागेको थियो। यहाँ चाहिँ नानाहरू जानु हुँदैछ, यहाँ पुग्नु भएछ हो। अन्त हामी पनि छिटो छिटो गर्दै हिँड्दै जाँदैछौँ यहाँनिर हो साथीहरू। अन्त हेर्नुहोस् न, खोला चाहिँ एकदमै धेरै सफा रहेछ। अन्त हामी थियौँ। अन्त यहाँनिर हामी भन्दा खुसी, हाम्रो नानीहरू एकदमै धेरै खुसी भइरहेछ है। नानीहरूलाई पानी भनेपछि कति खुसी हुन्छ त। र यहाँ चाहिँ नानाहरू आफ्नो आफ्नो धुनमा, हामी आफ्नो आफ्नो धुनमा, सबैजना आफ्नो आफ्नो धुनमा खोला खेलिरहेका थियौँ। पानी पनि एकदमै धेरै सफा थियो। अन्त दिन पनि एकदमै धेरै राम्रो भएको थियो। अन्त यहाँ चाहिँ हामीहरू खेलिरहेको छौँ। र किनभने म चाहिँ साइडमा खेलेको, पानी नानीहरूलाई हेर्नुपर्छ नि त। ओके बाई बाई साथीहरू, एकदमै धेरै इन्जोय गऱ्यौँ।